काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आगामी प्रतिनिधि सभा निर्वाचन झापा 5बाट लड्ने तयारी थालेका छन्। उनको सचिवालयका अनुसार बालेन त्यसका लागि आवश्यक गृह कार्यमा सक्रिय रूपमा जुटिरहेका छन्। झापा क्षेत्र नम्बर 5 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँबाट ओली लगातार निर्वाचित हुँदै आएका छन्। बालेन झापा 5मै ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारी सहित स्थानीय नेता तथा कार्यकर्तासँग निरन्तर छलफलमा रहेका छन्। सचिवालयका अनुसार मत सर्वेक्षणदेखि राजनीतिक वातावरण बुझ्ने काम समेत अघि बढाइएको छ। आइतबार पनि उनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा झापाका सभापति प्रकाश पाठक लगायत नेताहरूसँग छलफल गरेका थिए। आइतबार ललितपुरको ज्वागलस्थित आफ्ना सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा रासोपा झापा सभापति पाठक, सचिव शम्भु सुस्केरा सहितको टोलीसँग बालेनको भेटवार्ता भएको उनका एक सल्लाहकारले जानकारी दिए। त्यो छलफलमा झापा 5को राजनीतिक अवस्था, मतदाता मनोविज्ञान र सम्भावित रणनीतिबारे कुराकानी भएको बताइएको छ। बालेनका सल्लाहकारका अनुसार मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिने तयारी अन्तिम चरणमा पुगेको छ। उनले भने, मेयरज्यू झापा 5मा केपी ओलीसँगै चुनाव लड्ने तयारीमा हुनुहुन्छ। हाम्रो टिमले त्यहाँको मत सर्वेक्षण गरिरहेको छ, त्यसैले स्थानीय नेताहरूसँग भेटघाट गरेर बुझ्ने काम भइरहेको हो, उनले भने। बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनले आगामी 5 गते मेयर पदबाट राजीनामा दिने र 6 गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरेका छन्। 5 गते राजीनामा दिनुहुन्छ, त्यसपछि सिधै झापा जानुहुन्छ, शाहले जानकारी दिए। यसरी काठमाडौँ महानगरपालिकाको मेयरबाट केन्द्रीय राजनीतिमा प्रवेश गर्दै